सम्पूर्ण साथीहरूलाई नमस्कार। लोकसभा तयारीको अनलाइन क्लासमा स्वागत छ। आज हामीहरू यो भिडियो मार्फत विश्वमा रहेका 14वटा अग्ला हिमालहरूको बारेमा बुझ्छौँ। यो 14वटा अग्ला हिमालहरूमध्ये हाम्रो देश नेपालमा 8वटा हिमालहरू पर्छन्। र एउटा कुरो म तपाईलाई के बताउन चाहन्छु भने जुन यो 14वटा हिमालहरू छन् हाम्रो देश नेपालमा 8वटा पर्छन्, पाकिस्तानमा 5वटा पर्छन् र चाइनामा एउटा पर्छ। यसरी गरेर 14वटा हिमालहरू हुन्छन्। यो 3वटा देशमा पर्छ 14वटा हिमाल, नेपाल, चाइना र पाकिस्तान। आजको यो भिडियो मार्फत हामी के बुझ्छौँ भने हाम्रो देश नेपालमा रहेको 14वटा हिमालहरूलाई एउटा ट्रिक मार्फत हामी बुझ्छौँ है, क्रमशः। त्यसपछि उनीहरूको उचाइ पनि बुझ्छौँ। यो पहाडलाई बुझ्दाखेरि सकल मञ्चमा धम्काऊ है। सकलको फ्रेन्डले अरू कुनै मान्छेलाई मञ्चमा यानि स्टेजमा धम्काउनको लागि भन्यो है। अब सबाट सगरमाथा, सगरमाथा, कबाट कञ्चनजङ्घा, कबाट कञ्चनजङ्घा बुझ्नुपर्छ। ल भनेको लहोत से हामीले बुझ्नुपर्छ। मबाट मकालु, चबाट चोयु। यो माबाट केही हुँदैन, मैले यसलाई सुइटेबल बनाउनको लागि मात्र यो मा राखेको। यो माबाट केही नबुझ्नु होला है। त्यसपछि धम्काओ भनेको धबाट धौलागिरी, धौलागिरी। मबाट मनासलु, मबाट मनासलु है। यो का भनेको काबाट पनि हामीले केही बुझ्नु पर्दैन। यो का यतिकै मैले सुइटेबल बनाउनको लागि मात्र राखेको। यो ओबाट अन्नपूर्ण बुझ्नु होला, अन्नपूर्ण। यसरी सगरमाथा, कञ्चनजङ्घा, लोहोत्से, मकालु, चोयु, धौलागिरी, मनासलु र अन्नपूर्ण विश्वमा रहेका 8,000 भन्दा अग्ला हिमालहरूमध्ये नेपालमै रहेको 8वटा हिमालहरूको बारेमा हामी यसरी क्रमशः बुझ्न सक्छौँ है। सकल मञ्चमा धम्काओ यो ट्रिकबाट यो भयो। अब हाम्रो लोकसभा इक्जाममा यो त क्रमशः सोधिरहेको हुन्छ, तर यसको उचाइको बारेमा पनि हामीले जान्नुपर्छ है। सगरमाथालाई सम्झ्दाखेरि 8,848.86 मिटर हो भनेर हामी बुझ्नुपर्छ। त्यस्तै कञ्चनजङ्घाको 85-86 मिटर 85-86 भनेर, लोहोस्तेको 85-16 मिटर 85-16 मिटर छ भनेर हामी बुझ्नुपर्छ। यो मकालुबाट मकालु, चोयु, धौलागिरी, मनासलु र अन्नपूर्णको उचाइ बुझ्दाखेरि हामी रुम नम्बर बुझ्ने। जसरी कि कुनै कम्प्लेक्स छ जसमा 1000 कोठा छ, त्यो 1000 कोठामध्ये मकालु नाम गरेको व्यक्तिले या मकालु होटल छ, त्यो मकालुमा 1000 कोठा छ है। या त्यो 1000 कोठामध्ये 463 मा है सकल बस छ, 463 मा सकल बस छ। यसको अगाडि हामी 8 थप दिँदाखेरि 8,463 भइहाल्छ है। यसरी हामीले बुझ्नुपर्छ ट्रिक लगाएर। यो चोयुको चाहिँ अब चोयुलाई बुझ्दाखेरि हामीले 201 मिटर बुझ्नुपर्छ। यसको अगाडि 8 थप दिनु होला, 8,201 भइहाल्छ। यो धौलागिरीलाई बुझ्दाखेरि 167 मिटर बुझ्नु होला। यसको अगाडि 8 थप्दाखेरि 8,167 भयो। यो मनासलुलाई बुझ्दाखेरि 163 मिटर हुन्छ। यसको अगाडि 8 थप दिँदा 8,163 भयो। र अन्नपूर्ण जुन सबैभन्दा अन्तिम हिमाल हो हाम्रो नेपालको, जसको चाहिँ 8,000 भन्दा बढी छ, यसको 8,091 मिटर हो भनेर हामी बुझ्नुपर्छ। यसरी गरेर है 14वटा हिमालमध्ये नेपालमा रहेको 8वटा हिमाललाई यो ट्रिक मार्फत हामी बुझ्न सक्छौँ र त्यसका कति उचाइ छन्, उचाइको बारेमा पनि हामी सजिलै यहाँबाट यसरी कोठा नम्बर सम्झेर बुझ्न सक्छौँ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। हामी फेरि अर्को भिडियोमा भेटौँला। आजको लागि बाई। सबैजनाको दिन शुभ होस्।